रातको करिब 11 बजेको थियो। धरान धनकुटा हाइवे सुनसान थियो। आकाशमा बादल गर्जिरहेको थियो र हल्का वर्षा परिरहेको थियो। एउटा पुरानो बस बिस्तारै हाइवेमा अघि बढिरहेको थियो। बसमा चालक, सहचालक र 5 जना यात्रु मात्रै थिए। चालक रमेशले अचानक रियर मिररमा सेतो कपडा लगाएकी एउटी महिलालाई देख्यो। ऊ बसको पछाडिको सिटमा चुपचाप बसेकी थिई। रमेशले सहचालकलाई सोध्यो, यो महिला कहाँबाट चढिन्? सहचालक अचम्म पर्यो। दाई, हामीले त कसैलाई चढाएको छैनौं। बसभित्र अचानक चिसो हावा चल्न थाल्यो। यात्रुहरू डराएर एक अर्कालाई हेर्न थाले। त्यो महिला बिस्तारै उठी। उसको अनुहार कपालले ढाकिएको थियो। ऊ बिस्तारै अगाडि आउन थाली। बस अचानक आफै बन्द भयो। हाइवे सुनसान, वरिपरि जङ्गल मात्रै। रमेशले फेरि इन्जिन स्टार्ट गर्न खोज्यो, तर बस चलेन। त्यत्तिकैमा त्यो महिलाले बिस्तारै टाउको उठाई। उसको आँखा थिएनन्। पुरै कालो खाली खाल्लो। एक यात्रु चिच्यायो। अर्कोले ढोका खोल्न खोज्यो, तर ढोका आफै लक भयो। बसभित्र बच्चा रोएको आवाज आउन थाल्यो। तर त्यहाँ कुनै बच्चा थिएन। त्यो महिला अचानक रमेशको छेउमा पुगिन् र फुसफुसाइन्, मेरो बच्चा देख्नुभयो? त्यत्तिकैमा बसको सबै बत्ती निभ्यो। पुरै अन्धकार। केही सेकेन्डपछि बत्ती बल्दा महिला गायब थिइन्। तर पछाडिको अन्तिम सिटमा पानीले भिजेको सानो बच्चाको जुत्ता मात्रै थियो। भोलिपल्ट बिहान स्थानीयहरूले त्यो बस हाइवेको छेउमा रोकिने अवस्थामा भेट्टाए। बसभित्र सबै यात्रु बेहोस थिए। तर चालक रमेश कहिल्यै भेटिएन। आज पनि धरान हाइवेमा राति यात्रा गर्नेहरूले कहिलेकाहीँ सुनसान सडकमा सेतो कपडा लगाएकी एउटी महिला लिफ्ट मागिरहेको देख्छन्। र जसले उसलाई बसमा चढाउँछ, ऊ कहिल्यै घर फर्किँदैन।